यशु प्रभु जिउँदो हुनुहुन्छ। आमेन। भन्नुहोस् हामी वचनतिर जाउँ। मलाई विश्वास छ वचन सुन्दै गर्दा धेरैजना निको हुनुहुनेछ। आमेन। वचन सुन्दै गर्दा सब छिमेकीले भन्नुहोस् वचन सुन्दै गर्दा तपाईँ निको हुनुहुनेछ। वचन सुन्दै गर्दा तपाईँ निको हुनुहुन्छ। शैतानले परमेश्वरको राज्य रोकेर सम्भव छैन। बुझ्दै हुनुहुन्छ? चङ्गाइ रोक्न सक्दैन। मलाई विश्वास छ तपाईहरु जतिले पनि जुन पनि समस्या लिएर आज यहाँ निको हुने आशाका साथ आउनु भएको छ तपाईहरु निको भएर जानुहुन्छ। आमेन। परमेश्वरले अनुग्रह गर्नुहुन्छ। आमेन। 1:5 भन्छ यसकारण तिमीहरूले एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरूले निको हुनलाई एकले अर्काको निम्ति प्रार्थना गर। धर्मी मानिस हो, प्रार्थना शक्तिशाली र प्रभावशाली। तपाईँ धर्मी मानिस हो, तपाईँ परमेश्वर उठाएको व्यक्ति हो, तपाईँ परमेश्वरले थामेको व्यक्ति हो, तपाईँ परमेश्वर आफ्नो रगतले यीशु ख्रीष्ट आफ्नो शरीरको रगत बगाएर तपाईले चाहिँ मोल तिरेर छुटकारा दिएको व्यक्ति हो, किनेको व्यक्ति हो भने तपाईँ धर्मी हो। तपाईँ धर्मी व्यक्ति हो भने तपाईको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। तपाईले बोल्दै गर्दा मान्छे निको हुन्छ। तपाईले बोल्दै गर्दा मानिसले चङ्गाइ पाउँछ। तपाईले बोल्दै गर्दा मान्छेले छुटकारा पाउँछ। शैतान र समस्या ठुलो होइन, कहीँ पनि लेखिएको छैन त्यहाँनिर। तपाईको अवस्था के त्योसँग त कुनै पनि सम्बन्ध छैन। चङ्गाइ र तपाईको अवस्था, तपाईको फिलिङ्स, तपाईको सोच, तपाईको विचार र चङ्गाइ धेरै फरक पाटो हुन सक्ला। हामीले कहिले यस्तो पनि विचार गर्न सकौँला कि मैले प्रार्थना गर्दा चङ्गाइ हुँदैन होला, उसले गर्दा हुँदैन होला, उसले तर त्यो तपाईको सोच मात्रै हो। परमेश्वरले यदि कोही व्यक्तिले येशू ख्रीष्टको नामको खातिर वचन अनुसार प्रार्थना गर्छ, सर्वोच्चका परमेश्वर पुत्र येशू ख्रीष्टको नाममा, येशूको नाममा भन्छ भने त्यो रोग त्यहाँबाट निस्किन्छ, भूत निस्किन्छ, बाधा निस्किन्छ। किन भन्दा परमेश्वरको काम तपाईँ र मेरो सोच बराबरको छैन। आमेन। तपाईँ र मेरो सोच कहिलेकाहीँ सानो होला, हुँदैन भन्ने होला। कहिलेकाहीँ तपाईँलाई मेरो रोग ठुलो लाग्न सक्ला, अवस्था ठुलो लाग्न सक्ला। त्यो तपाईँ र मेरो भावना हो, तपाईँ र मेरो फिलिङ्स हो। परमेश्वरको राज्य भावना र फिलिङ्समा आउँदैन। उहाँको राज्य शक्ति र महिमामा प्रकट हुन्छ। आमेन। उहाँको राज्य शक्ति र महिमामा प्रकट हुन्छ। अघि मैले भन्दै थिएँ, एलिया जब चाहिँ एउटा ओडारमा लुकिरहेको बेलामा नि एलियाको लागि वचन बोलिदिने मान्छे, प्रार्थना गरिदिने मान्छे, उत्साह दिने मान्छे, खाना पकाउने मान्छे, त्यहाँनिर सेवा सुविधा गर्ने कोही पनि थिएन। तर एलिया एक्लै लुकिराखेका थिए, परमेश्वरसँग प्रार्थना गर्छ। कागले एलियालाई खुवाउँछ। बाहिर तपाईँले पढ्नु भएको छ भने कागले एलियालाई खुवाउँछ, कागले एलियाको सेवा गर्छ। कागहरूसँग एलियाले सङ्गति गर्छ त्यहाँनिर। त्यसपछि जब 40 दिनको यात्रा जब एलियाले गर्छ नि, स्वर्गदूतले हात थामी 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 सेवा गर्छ। अनि एकचोटि अब चाहिँ यो खाऊ, अब उपरान्त तिमीलाई चाहिँ यात्रा लामो छ। अनि एकचोटि जब स्वर्गदूतले दिएको कुरा खान्छ नि एलियाले 40 दिनसम्म यात्रा गर्छ। त्यही भएर मैले बताउन चाहेको कुरा के हो भन्दा तपाईँहरूको आजको सोचलाई ठुलो नबनाउनुहोस्, तपाईँको अवस्थालाई ठुलो नबनाउनुहोस्। यो तपाईँको सोचभित्र मात्र यति थाहा पाउनुहोस्, बाइबलले यो कुरा पनि बताउँछ कि तिमीहरूको अविश्वासमा विश्वास के हुनुहुन्छ। कहिले कहिले हामीले त्यो सम्बन्ध यस्तो सोच्छौँ कि अब हुँदैन होला, सकिँदैन होला, सकिँदैन होला। अब परमेश्वरको राज्य तपाईँको सोचभन्दा फरक छ। उहाँको धार्मिकता फरक छ, उहाँको महिमा, उहाँले आफ्नो महिमा लिनुहुन्छ। अनि उहाँ निको पार्नलाई समय पर्खिनुहुन्न, निको पार्नलाई कोही व्यक्ति पर्खिनुहुन्न। निको पार्ने काम उहाँको, चङ्गाइ दिने काम उहाँको। यदि बाइबलले बताउँछ यदि उहाँ कहाँ कोही गयो भने त्यो व्यक्ति रित्वात फर्किँदैन। किनभने परमेश्वरले आशिष र अनुग्रह त्यसलाई भर्नुहुन्छ, चङ्गाइले छुट्नुहुन्छ, उहाँको छुटकाराको बाहुलीले उसलाई चाहिँ ढाक्नुहुन्छ। त्यही भएर भजनमा दाउदले भन्छ, अन्धकार घाटी गएर जानु परे तापनि म डराउँदिनँ भनेको जटिल मोडमा, जटिल परिस्थितिमा म डराउँदिनँ। किनभने तपाईँको लौरो र लट्ठीले मलाई सान्त्वना दिन्छ, तपाईँले मलाई डोर्याउनुहुन्छ, तपाईँको दाहिने बाहुलीले मलाई उठाउँछ। दाउदको जीवनमा समस्या थियो नि, दाउदसँग अरू मान्छे कोही थिएन। दाउद अब्दुल्लाको ओडारमा जाँदा एक्लै थियो। दाउद एक्लै लुकिरहेको बेला हुन्छ कि म अन्धकार घाटीबाट जानु परे तापनि म डराउने छैन, किनभने तपाईँको वचनको लौरो र लट्ठीले मलाई सान्त्वना दिन्छ, तपाईँको वचनले मलाई छुटकारा दिन्छ, तपाईँको वचनले मलाई चाहिँ बाटो देखाउँछ, तपाईँको वचनले मलाई शक्तिशाली तुल्याउँछ। दाउदले अब्दुल्लाको ओडारमा एक्लै त्यही भजन गाउँछ। भजन 23 त्यहाँनिर लेखेको छ। त्यसले गर्दा तपाईँहरू अहिलेको तपाईँको परिस्थितिमा नडराउनुहोस्। आज म यहाँनिर भन्न चाहन्छु, परमेश्वरको वचनले यही भन्दछ कि तपाईँहरूको जति पनि जुन आशाका साथ आउनुभयो उहाँले निराशा बनाउनु हुँदैन। तपाईँको सोचमा कहिलेकाहीँ एकैछिन हुन्छ कि हुन्छ कि एकछिन हुँदैन जस्तो लाग्ला, तर परमेश्वरको राज्य तपाईँको सोचभन्दा धेरै फरक छ, धेरै माथि छ। परमेश्वरको राज्य आफ्नो समयमा पुरा हुन्छ। यो भनेको तपाईँको चङ्गाइ हुने समय हो, यो भनेको छुटकारा पाउने समय हो। यो जसरी तपाईँले आफ्नो बलिदान छोडेर घर परिस्थिति सबै छोडेर जसरी यहाँ आउनुभयो भने परमेश्वरले त्यो कुरा देख्नु भएको छ। जस्तो हामीले टाढाबाट आउनु भएको पाहुनाहरू परमेश्वरले त्यो कुरा देख्नु भएको छ। यदि कसैले यसको नामको खातिर पानी दिन्छ र इनाम गुमाउँदैन भने उसले चाहिँ समय दिएको छ, जीवन दिएको छ, आफ्नो एक्सपेन्सिभ भनौँ न खर्च गरेर आउँदैछ भने त्यो परमेश्वरले हेरिराख्नु भएको छ। भले व्यक्तिले आज नदेख्ला, भले परिस्थितिले नदेख्ला, बरु भलै त्यो होइन शैतानले कहिलेकाहीँ झुट अलिकति मनमा राखिँदैन, तर थाहा पाइराख्नुहोस् परमेश्वरको राज्य र धार्मिकता तपाईँ र मेरो सोचभन्दा धेरै फरक छ। आमेन। त्यो चाहिँ पुरा भएरै जान्छ। बाइबलमा बताउँछ त्यो पुरा भएरै जान्छ। परमेश्वरको धार्मिकता पुरा भएरै जान्छ, चङ्गाइ पुरा भएरै जान्छ। मानिसको कहिले तल कहिले माथि, कहिले बेसरी उत्साह भइहाल्ने, कहिले आमा बेसरी आराधना गर्ने, कहिले हुने कराउने, कहिले एक्लो भइहाल्ने, कहिले बेसरी भइहाल्ने, कहिले अगाडि पछाडि जाने। तर परमेश्वर सदा सदा एकनाश हुनुहुन्छ। मानिस आज पछाडि हटेको मार्ग
मान्छेले माया मारिहाल्ने अनि अगाडि बढ्ने बित्तिकै अँगाल्ने भन्ने छैन। परमेश्वर सदाबहार हिजो आज र भोलि उहाँ चाहिँ एकनाथको हुनुहुन्छ। एकनाथ भने एकनाथ। त्यसुकै व्यक्तिले जेसुकै गरोस् उहाँले चलाइरहेको फैलाउनुहुन्छ, मान्छेले निको पार्नुहुन्छ, मान्छे कहिलेकाहीँ भावनामा आउँछ, आज एक्सलाइट हुन्छ, पछाडि बढ्छ, भोलि अगाडि